यति बेला हामी मनाङको हुम्डे एयरपोर्टको क्षेत्रमा छौँ। विशेष गरी योभन्दा माथिल्ला भेगहरूमा पनि बेसरी नै हिउँपात परिरहेको छ। यो अहिलेको वर्षको सुरुवाती अवस्थामा बसेको हिउँपात यसले सम्पूर्ण सडकहरूलाई पनि प्रभावित बनाइरहेको छ। गाडीहरूको चाप कम छ, बाइकहरूको अवस्था यस्तो अवस्थामा छ। विशेष गरी तिलिचोज ताल घुम्न जाने जति आन्तरिक तथा बाहिरी पर्यटकहरू हुनुहुन्छ त्यहाँ बुझ्दाखेरि उहाँहरू पनि प्रत्यक्ष रूपमा प्रभावित भएको हामीले बुझेका छौँ। बेस क्याम्पबाट माथि जान नै नसकिने स्थिति छ भनेर पनि आएको छ। केहीले प्रयत्न गर्नुभएको तर बिचबाटै फर्किएको भन्ने जानकारी आएको थियो र हामी हुम्डेमा छौँ। अब यो तिलिचो बेस क्याम्प अथवा तिलिचो खाङसारको भेगभन्दा निकै तल्लो भेग पर्छ, तर पनि यो ठाउँमा अहिले यस्तो छ। हुन त हिमपातको लागि भनेर मौसम पूर्वानुमान शाखाले नै थोरै सङ्केत केही दिन अगाडि नै दिइएको थियो र यो लगभग शुक्रबारसम्म प्रभाव रहनेछ। र यो ठाउँमा अहिले विद्युत पनि छैन, र टावर पनि यो हामी बसेको एरियामा फोनको टावर पनि अलिकति बढी डिस्टर्ब छ, आउने जाने रहेको छ। विभिन्न ठाउँमा चाहिँ अब यो हिमपातको कारणले तत्कालै मर्मतसम्मार गर्न नसकिने अवस्थामा छ। हजुरहरूले पृष्ठभूमिमा देखिरहनु भएको छ यो पछाडि हुम्डे एयरपोर्टको चाहिँ क्षेत्र हो। यो देखिरहनु भएको क्षेत्र यहाँ धेरै नै अब यो अलिकति हामी पर्यटकहरूको लागि अब उपयुक्त भए पनि अब यहीँको रेगुलर दैनिक